चाहिँ दिदीबहिनीहरूलाई म चाहिँ नमस्कार गर्न चाहन्छु। हामी चाहिँ यो देशको परिवर्तित स्थितिमा चाहिँ जनताले सोचेअनुसार काम गर्नको लागि चाहिँ देशमा सुशासन आवश्यकता हो। मुख्य एजेन्डा नै त्यही हो। यो जिएनए आन्दोलनपछि विकसित भएको विभिन्न घटनाहरूमा चाहिँ के घटना भयो त? कारण के त भन्दा देशमा व्यापक भ्रष्टाचार, कुशासन, बेरोजगार लगायतका विषय नै थिए र जिएनजीहरूले भदौ 23 गते जुन किसिमको चाहिँ देशमा चाहिँ आम दमनकारी नीति राज्यले लियो त्यो धेरै नेपाली आमाहरूको काखले दिएको छ। त्यो दिन सम्झिनु होला, त्यो दिन सम्झिनु होला र डिसिसन गर्नु होला। यहाँ पटक पटक चाहिँ जनता समक्ष आउने विभिन्न चाहिँ नारा लिएर आउने, फेरि सरकारमा जाने, जनताबाट हराउने। प्रत्येक 5 वर्ष अवधि निर्वाचन हुन्छ। 46 सालदेखि लिएर 82 सालसम्म चाहिँ जनता ढाँटेको देशमा व्यापक बेरोजगारी समस्या छ। देशमा चाहिँ रोजगारी नभए चाहिँ खाडी मुलुक लगायत विभिन्न मुलुकमा कसरी जाने, कसरी ऋण धन गरेर चाहिँ विदेश जाने र दुःख पाएको अवस्था त्यस्तै छ। नेपालीहरूको अवस्था उहाँ ज्यान छ, म यहाँ छु नेपालीहरू। त्यस कारण एकचोटि राष्ट्रिय स्वतन्त्र पार्टीलाई चाहिँ विश्वास गरेर हामी भनेको छौँ, यसपटक हामीले विश्वास गरिदिनु होला। हामी पटक पटक भन्दैनौँ, यसपटक हामीले जनताले निर्वाचित गरेर पठाइसकेपछि हामी काम गरेर मूल्याङ्कन गर्नु होला। यदि जनताले भने जस्तो काम गर्न सक्यो अर्कोचोटि भोट माग्ने अधिकार हामीसँग हुँदैन, हामी माग्नु पनि हुँदैन भने नैतिकता नै ठुलो कुरा हो पोलिटिक्समा। यहाँ साम दाम दण्डभेद जसरी पनि चुनाव जित्ने जुन हदगण्डा विभिन्न दलले गरेर छ, हामी खुल्ला रूपमा छौँ। खुल्ला रूपले भन्नु अहिले पनि विभिन्न ठाउँमा चाहिँ पुरानो दलले कोठी बैठक गर्ने, सेटिङ गर्ने, फिटिङ गर्ने यो कुरा गर्दैछन्। त्यसमा सचेत रहनु होला। एकछिन नेपाल हाम्रो जन्मभूमि हो। त्यो जन्मभूमिलाई साँची राखेर आफै आफूलाई सोध्यो भने जवाफ यही मिल्छ। त्यस कारण जनता भनेको शक्तिका स्रोत हुन्। शक्तिका स्रोत जनता चाहिँ राज्यमा गएको चाहिँ नेताहरूले चाहिँ शासन गर्ने सेवा गर्नुपर्ने हुन्छ। शासनको कुरा गरे, घमण्डका कुरा गर्छन्। दाहिने बेला चाहिँ 20औं-50औं जना सेक्युरिटी लिएर हिँड्नुपर्ने अवस्था छ। जनताको चाहिँ नेता त खुल्ला हिँड्न सक्नुपर्छ। हामी हिजो महानगरमा काम गर्दाखेरि पनि हामी विभिन्न किसिमका थ्रेड थिए। तर मैले के सोच्ने गर्थेँ भनेदेखि अहिले पनि मैले बालन सर चाहिँ उहाँ झापा लगायत विभिन्न बोर्डर एरियामा जाँदाखेरि चाहिँ हाम्रो कुरा त हुन्छ नि, सुरक्षाका कुराहरूको अरूले सुन्दा मैले उहाँले मार्छन् के अर्थ हो? कुन दिन मर्ने लेखेको छ। अब जनतासँगै जाँदाखेरि चाहिँ डराएर घेराभित्र बसेर त हुँदैन नि। त्यस कारण हामी खुल्ला रूपले सडकमा जनतासँग आउन चाहन्छौँ। र म के भन्न चाहन्छु भने हामी निर्वाचित भएर गइसक्दाखेरि चाहिँ कुनै पनि बेला जनताले 12 बजी राति फोन गरे पनि मैले फोन रेस्पोन्स गर्छु। हजुरको हरेक दुःख सुखमा चाहिँ हामी सँगै यो चुनावको बेला मात्र आएर भन्ने विषय होइन। मुख्य त पछि आउनुपर्छ भन्छु म। पछि चाहिँ मुख्य कुरा हो। पछि कस्तो व्यवहार छ भन्ने कुरा मुख्य कुरा हो। हरेक दुःख सुखमा जनताको राय अनुसार नै मैले यो निर्वाचन क्षेत्रमा नागरिक सुनाइ कार्यक्रम राख्छु। नागरिक सुनाइको आधारमा चाहिँ प्रायोरिटी 1, प्रायोरिटी 2, प्रायोरिटी 3 को आधारमा चाहिँ हामीले आन्तरिक निर्वाचन क्षेत्रमा गर्नुपर्ने विषयहरू रह्यो र सङ्घमा गएर गर्नुपर्ने कुरा, संसदमा गएर गर्नुपर्ने विषयहरू, नियम कानुन देशमा सबभन्दा धेरै नियम कानुन बनेको संसार नेपाल हो। तर कार्यान्वयन नभएको, इम्प्लिमेन्ट नभएको देश नेपाल हो। हरेक नियम कानुन बनाउने तर पालन नगर्ने अनि कुन कुना बसेर त्यस कारणले गर्दाखेरि चाहिँ हजुरले बुझ्नु पर्यो। म हजुरहरूसँग निरन्तर सम्पर्कमा रहन्छु। यो आज कार्यक्रम टाइट सेड्युल पनि भयो, त्यसैले सबैसँग मेरो भेट्ने इच्छा छ, सबैको कुरा सुन्ने इच्छा छ। र विशेष गरी अझ म के भन्छु भनेदेखि अब हामी केटामा छोरा मान्छे भन्दा पनि इमान म चाहिँ चेलीबेटी छोरी मान्छेमा देख्छु। हरेक किचनमा चाहिँ कुरा त हुन्छ नि, सत्य कुरा के हो भन्ने कुरा हुन्छ नि। त्यस कारणले म हरेक महिला चाहिँ दिदीबहिनीहरूलाई पनि अनुरोध गर्न चाहन्छु, हजुर ठुलो यस पटकलाई हामीलाई चाहिँ सहयोग गरिदिनु होला, हाम्रो विश्वास गरिदिनु होला, विश्वास गरेर चाहिँ मत दिनु होला। किन मतदान हो, हजुर एकदम महत्त्वपूर्ण मत छ। त्यो एकचोटि भोट हालेर 5 वर्षसम्म पश्चाताप गर्नुपर्ने विषय हो। सामान्य तरिकाले ल्याएको यो भोटलाई, यो भोट त्यति सामान्य चिज होइन। आफूले हालेको भोटले आफैलाई पश्चाताप हुने गरी भोट मतदान नगरौँ। पुरानो राजनीतिक दलहरूले चाहिँ गएको झन्डै 46 सालदेखि 82 सालसम्म देखियो त हामी परिवर्तन सम्भव छ, परिवर्तन गर्छौँ भन्ने कुरा र धेरै वर्ष पनि लाग्दैन। सुशासन देशमा कायम हुने हो भनेदेखि केही वर्षमै हुन्छ, चेन्ज आउँछ। आत्मनिर्भरता हुनुपर्छ, आत्मनिर्भरताको कार्यक्रम ल्याउनुपर्छ,
कसरी हुन्छ विदेश पठाउने र त्यहाँको रिमिटेन्स ल्याएर देश चलाएर कहिले चल्नेवाला छ हामीले कुन दिन कोल्याप्स हुनेवाला छ सर हजुरहरूको मुख्य एजेन्डा चाहिँ के थियो सुशासन हाम्रो घोषणापत्रमा त आउँछ नै तर मैले त्यो आउनुभन्दा अगाडि नै मैले मेरा अनुभवको आधारमा चाहिँ यो देश अहिले भड्खालमा परेको र चरम असन्तुष्टिको सुशासन नभएर सुशासनसँग भ्रष्टाचार सुशासन भनेको जनताले होइन नेताबाट चाहिँ नि सुशासनको चाहिँ नि त्यही त त्यो हामीले भनेको नि सुशासन नेताबाट नभएर जनता त जसरी डराएका छन् सरकारदेखि चाहिँ नि जनता डराउँछ जनताले गल्ती गर्दैन सानो गल्ती गरे ठुलो सजाय भोग्नुपर्छ जनताले चाहिँ तर नेताले चाहिँ त्यो नियम कानुनको पालनै नगर्ने कानुनको पालन नगरेपछि अनि उनीहरूलाई चाहिँ कारबाही नै नहुने आमालाई अप्ठ्यारो हुन्छ होला आमा यहाँ बस्नु अब यसमा मैले के भने सुशासन दुईटा कुरा छन् उत्तरदायित्व र पारदर्शिता एकाउन्टेबिलिटी र ट्रान्सपरेन्सी भन्छु होइन अनि एउटा कुरा के भने झुटो आश्वासन जनतालाई नदिनु होला एकदम बरु जे गर्न सक्नुहुन्छ तपाईले अहिले बोलेको कुरा पछि हामी चाहिँ अब आज जसरी घरभित्र भोट माग्न आउनु भएको छ भोलि हामीलाई परेको खण्डमा हामीले फोन गर्दा हामीले भेट्न चाहदा तपाईहरुले यसरी नै आउनुपर्छ 12 बजे राति 1 बजे राति फोन गरेर मैले फोन उठाउँ हिजो पनि मैले उठाएँ महानगरमा काम गर्दाखेरि कस्तो लाग्थ्यो हजुरहरूले कसरी काम गर्थ्यो कामको स्टाइल त्यही हो यहाँ सुन्नुहोस् अरु के हैन अब तपाईहरुको शासन आओस् हामीलाई पनि त्यही छ जय घण्टीले जितोस् देशमा जय घण्टी आओस् अहिले यसरी सबैभन्दा पश्चाताप हुने काम चाहिँ काहीँ पनि छैन। एउटा फोटो खिचौँ हजुरहरूको विश्वासलाई एउटा ग्रुप फोटो विश्वासलाई हामी टुट्न दिन्नौँ हजुर टुट्न दिँदैन अब